साउदी अरबको पूर्वी क्षेत्र दमाममा रहेका नेपाली श्रमिक लक्षित पासपोर्ट सेवा सम्बन्धी शिविर हुने भएको छ। साउदी स्थित नेपाली दूतावासले अप्रिल 25 र 26 तारिख गरी 2 दिन पासपोर्ट सेवा सम्बन्धी शिविर सञ्चालन गर्न लागेको हो। दूतावासका अनुसार शिविरमा पासपोर्ट नवीकरण, वितरण, श्रमिक सचेतना लगायतका सेवाहरू प्रदान गरिनेछ। सेवाका लागि पुरानो पासपोर्ट, अनलाइन भरेको फारम, पासपोर्ट साइजको फोटोकपी 2 प्रति र नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ। सेवाका लागि प्री इनरोलमेन्ट फारम भरेर मात्रै शिविरमा सहभागी हुन पनि दूतावासले जारी गरेको सूचनामा भनिएको छ। थप जानकारीका लागि सम्पर्क व्यक्तिहरूलाई व्हाट्सएप मार्फत सम्पर्क गर्न सकिनेछ। सम्पर्क व्यक्तिहरू रविना अरियाल 0544 235035, तेजबहादुर थापा 05044 38377, शुक्र मोक्तान 055074 8154, विष्णु प्रसाद भण्डारी 0539482012।